हुन त तपाईहरु सबैले देख्नु हुँदैछ पहाडमा कति उन्नति भएको छ। ममता ब्यानर्जी आएर जुन चाहिँ सिलिगुडीमा मिटिङ भयो, उन्नति नै उन्नति, सबै कुरा उज्यालै उज्यालो छ र यहाँ पनि ठिक भयो, त्यहाँ पनि ठिक भयो, त्यो पनि हुन्छ, यो पनि हुन्छ। म जान्दिनँ हामीले यो सोचिरहेछौँ। म ममता ब्यानर्जी पश्चिम बंगालका मुख्यमन्त्रीलाई भन्छु, यहाँ भएको अफिस, कार्यालय, थाना उनीहरूको सही काम भएको छैन। अगर उनीहरूले सही काम गरेन भने यो चाहिँ के हो भनेलाई अफिस कार्यालय भन्ने कुरा चाहिँ सरकारको ऐना हो। अफिसमा बस्ने अधिकारीले गुल्चे गर्यो भने मान्छेले त्यो अधिकारीलाई गर्दैन, सरकारलाई गाली गर्छ। र आज जुन हिसाबले सरकारले जुन मिडियामा देखाउँदैछ यो सब छ, एकदम सबको कुरा एक्सन, यसले गरेको छैन यसलाई पक्रिनु पर्छ भन्ने कुरा गर्दैछ। तर अलिकति फर्केर यो पहाडतिर यसो हेरोस्, विभागमा बसेका अधिकारीहरू जो जिम्मा लिएर अधिकारी बसेको छ त्यहाँ गरिबलाई कुनै सुनवाई छैन। गरिब मान्छे पर्यो भने उसलाई हट्टाबार गर्ने काम गर्छ, धनी पर्यो भनेलाई उसको सही खुन माफ। ममता दिदी सीपीएम पार्टीबाट म जिल्ला सचिव भएको नातामा जिम्मा लिएर भन्दैछु, अगर मैले भनेको कुरा गल्ती हो भनेदेखिलाई तपाईले मलाई पुलिस लगाएर पक्राउनुहोस्। सरकार बदनाम गर्ने कोसिस गरे उनले भनेर होइन भनेदेखिलाई